साथीहरु हामी चाहिँ घर जाँदैछौँ हेलो गाइस वेलकम टु माई युट्युब च्यानल अनि आज चाहिँ म भर्खरै कलेजबाट आइसकेको छु अनि म चाहिँ अहिले कहाँनिर जानु आँटेको भने अनि म चाहिँ आज बेल लागि जाँदैछु साइकलबाट सुई चाहिँ होइन हाम्रो साइड लुगा आउँदै बिचारै पाहाडबाट त्यही भएर म पनि जाँदैछु साथीहरू म चाहिँ हिँडेको जाँदैछु बेल लाग्यो पुग्न आँटेको छु जस्ट अब पुगेको भेट्नु फाइनली बेल लागि पनि आइपुगिसकेँ हेर्नु सक्छ म फाइनली बेल लागि पनि आइपुगिसकेँ अनि यहाँ लुगा नयाँ आउनुहुन्छ भन्दै हुन्थ्यो आउनु भएको रहेछ अब म फोन गर्छु लुगा कहाँ आइपुग्नु भयो कहाँ हुनुहुन्छ म यता अब अनि कहाँ हुनुहुन्छ र म यता माथि कहाँ यतैको लुगा चाहिँ अघि आइपुग्नु भएछ साथीहरू पर हुन्छ लुगा हेलो साथीहरू हामी चाहिँ फाइनल्ली लुगासँग म चाहिँ फाइनल्ली लुगासँग भेट भएँ अब हामी चाहिँ घर जान्छौँ साथीहरू त्यही हो साथीहरू अब हामी चाहिँ घर जाँदैछौँ लुगा यता हेर्दै हुन्छ यहाँनिरको बाटो चाहिँ यस्तै छ साथीहरू अब हामी चाहिँ घर पुगेपछि भेटौँ ल साथीहरू अनि कस्तो भयो आज आउँदाखेरि लुगालाई कस्तो छ बाटोहरू बाटोहरू नि भएर राम्रो फेरि यो बस त्यही हो साथीहरू अब हामी चाहिँ घर जाँदैछौँ अब यहाँबाट घर पुग्न कति 20 मिनट लाग्छ होला 20 मिनट होइन 15 मिनट लाग्छ कति मिनट लाग्छ 10 मिनटमा पुग्छौँ होला 10 मिनटमा पुग्छौँ साथीहरू हामी 10 मिनटमा त्यही हो साथीहरू अब हामी चाहिँ घर पुगेपछि भेटौँ साथीहरू हामी चाहिँ फाइनली घर पनि आइपुगिसक्यौँ अनि लुगा यहाँ साइकल चलाउँदै हुनुहुन्छ अहिले चाहिँ अनि आनन्दी यहाँ आइपुग्यो लिन ल घर आइपुग्यौँ हामी आनन्दी चाहिँ बिरामी भएर 3, 4, 5 दिन हस्पिटल राखेर भरल्ल घरमा आएकी चाहिँ यो महाङ चाहिँ आज किन स्कुल लगाएको यो त बिरामी पनि छैन सिँगार फाक्नु जा महाङ सिँगार फाक्नु गयो नाटकै पार्छ है महाङ पनि आम्मा लुगा सबै फोहोर पारेर हेरेर नानी स्पिक हाल्ने झोला क्या ए यो हो अरू चाहिँ छैन नि यो मात्रै हो अरू छैन दुईटा थियो एउटा बेच्यो चाहिँ एउटा छ ए कति हो यसलाई 150 भनेको 150 हजुर कबाडीहरू छ भने उसको लागि क्या यो टिफिन चाहिँ फाइनली भन्नुपर्छ हजुर कबाडीहरू छ भने पैसा पर्दैन कस्तो कबाडी मोबाइलहरू भयो झोरेको कपालहरू भयो फलमहरू भयो बोतल त अनि रेड बुलको खोल केजी हिसाब जोखेर लाने हो ए अनि योसँग साट्नको लागि त के हुनुपर्छ फलम भयो ए मोबाइल अलिक मिलाएर दिनु न त नि यो रेट आजदेखि होइन बहिनी आज 5 वर्षदेखि 150 चलिरहेको छ बुरुकारुको भाउ बढेछ होइन यसको भाउ फेरि बढेछ आमा हेर्नु यो ठुलो भयो कि ठिक्क भयो आनन्दीको लागि यत्रै हुन्छ त योभन्दा सानो बुरु पाउनु यसको खाजा क्या आमा बोक्नु पर्ने खाजै नभएर स्कुल जाँदाखेरि जहिले झोला खोज्नुपर्छ वाक्क लाग्छ हेर्नु ठिक्क हुन्छ आमा यो 100 मा दिन्छ लाने सौजीले सक्दैन आन्टी त्यसको रेटै जुन छ त्यही हो अनि खुत्रीकेलाई चाहिँ कति पर्छ खुत्रुके 120 को ए अनि यो त केसले साट्दा हुन्छ नि हजुर केसले पनि अनि गरेहरू भाडाहरू यो गरेहरू केसले मोबाइलहरुमा केसहरुमा अनि यसलाई चाहिँ कति पर्छ 60 रुपैयाँ यो कति देश हुँदा हुन्छ अब केस हेरी हो अब यसको दाम 350 अर्को कोरासँग साट्नु मिल्दैन मिल्छ थप पार्नुपर्छ साट्नेमा किले साट्नु हाम्रो कराई छ त पुरानो अनि तिमीले पनि किनेको ग्रीन कलर छ अलिक मिलाएर दिनु है यो 145 दिएको छु मैले यतिमा दिनुभयो हेलो साथीहरू अनि म चाहिँ अहिले ट्युसन पढेर आउँदैछु जाँदैछु घर अनि मैले अघि भ्लग स्टार्ट गरेको थिएँ नि त अनि त्यही भएर अब कन्टिन्यू त गर्नु पर्यो त्यही भएर मैले हल्का कन्टिन्यू गरेको
त्यही हो साथीहरू म चाहिँ फाइनली घर पनि आइपुगिसकेँ होइन अब म लुगा फेरेर के गर्नुपर्ने गर्छु साथीहरू त्यही हो हेर्दै गर्नु होला मेरो ब्लग ओके म लाउँदै हुन्छ अनि म र यता पनि दाजुमा आनन्दी जान्छौँ आनन्दले किन मासु लगाएको भन्यो त साथीहरूलाई मलाई ढाँटी जुत्ती आँटीको छ दत्तले भनेको मासु नलाउने त्यही भएर लाउँछौ अनि ज्याकेट पनि लाउँछौ ओके त्यही हो साथीहरू साथीहरू म चाहिँ फाइनल्ली आइसकेँ खेतमा होइन मेरो मम्मी चाहिँ त मल लाउँदै हुनुहुन्छ अब म चाहिँ म के गर्छु आनन्दी चाहिँ घरमै बस्सी यता अघि आउने भने चाहिँ अहिले घरमै बस्सी आनन्दी चाहिँ त्यही हो साथीहरू अनि म चाहिँ मकै गर्नु थालेको तपाईँहरू हेर्दै गर्नु होला है साथीहरू हामीले यसरी गर्दैछौँ फेरि ड्याङ लाएर स्विङ गरौँ उतासम्म गरौँ थोरै अब जिनीहरू सबै गर्नुपर्ने छ होइन मम्मी चाहिँ मल लाउँदै हुनुहुन्छ अनि त्यही हो साथीहरू हेर्दै गर्नु होला अब एकछिन यो अलिक झमक्क रात परिजेलसम्म काम गर्ने हो अनि भयो एकदम हेर्नु न पसिना खल निस्केको जस्तो भइरहेको छ मलाई चाहिँ तर कतिको निस्केको त थाहा छैन सानो छ खेत सानो छ बारी सानै छ जहाना नगरी काम पुग्दैन खाना साँझ र बिहान हो साँझ र बिहान Hottie Ayo, Hottie Ayo. कहाँ आसी कहाँ आउँछ खोइ त साइलेन्स उता त साइलेन्स बोक्नु भएको छ है बजाउनु हुन्छ स्याल चाहिँ आउँछ मलाई हात्ती चाहिँ आउँदैन है हात्ती आयो भन्दै हुन्छ है कहाँ हात्ती आउँछ यतिखेर के होइन अब हात्ती आयो भन्दै हुन्छ है दाइले उताबाट पल्लो घरको दाइले कहाँ हात्ती आयो म त पत्याउँदिनँ त्यो त देखिन सक्ने छैन हौ साथीहरू होइन अहिले चाहिँ अब त रात पऱ्यो भन्दा पनि हुन्छ होइन रात पऱ्यो तर अघि त उज्यालो छ तै पनि अब माम पनि पकाउनु पर्ने हुन्छ होइन त्यही भएर अब म माम पकाउनु जान्छु अनि यो त भोलि बिहानै गोदा पनि भइहाल्छ नि किनभने म भोलि कलेज जाँदिनँ नि त आज लास्ट डे थियो हाम्रो कलेजको
मेरो भिडियोसम्म मेरो भिडियो हेरिदिनु भएको तपाईँलाई धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि नेक्स्ट भिडियोमा भेटौँ अनि बाई